धर्मभन्दा ठुलो देश हो, देशका लागि आवश्यक पार्टी बलियो बनाउनु पर्ने आवश्यकता भएको हुनाले म कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिइरहेको पद र जिम्मेवारी उसलाई दिएर म उसको सहयोगी हुन सक्छु भन्ने कम्तीमा पनि 84 सालसम्म यो हृदय, यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई, यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन। तपाई हामीले असल मान्छेका लागि ठाउँ ओगटेर बसिदियौं र त्यो निष्ठाका साथ, त्यो जागरका साथ, त्यो इमानदारीताका साथ काम गरिदिएनौं भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ। म त पहिल्यैदेखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन। जनता त त्यस्तो मानिस खोजिरहेका छन् जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस्। त्यस अर्थमा जति पनि साथीहरूले अहिले जिम्मेवारी लिनुभएको छ, मेरो विनम्रतापूर्वक अनुरोध छ, त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाको लागि म त फलानो पार्टीको यो सदस्य हुँ नि अथवा मेरो त पद यो हो नि भनेर एउटा भिजिटिङ कार्डमा गजब डेजिग्नेसन लेख्ने लोभमा पार्टीको पद ओगट्ने होइन कि साँच्चै नै त्यो पदको गरिमा बढाउनको निमित्त, मुलुकमा परिवर्तनको निमित्त यो अभियान सुरु भएको छ। म त्यो अभियानको एउटा सिपाही हुँ, म सिपाही भएर काम गर्न सक्छु। पद मेरो लागि ठुलो कुरा होइन, पदमा त्यही आउँछ जो जान्दछ, जान्नेलाई छान्ने भन्नुभयो भने बस पुगिहाल्छ। मैले बारम्बार भन्ने गरेको साथीहरूलाई लेखेर पनि राख्नु है, पार्टीमा ठुलो अक्षरमा बिर्सेलाउँ भनेर हिजो अस्ति पनि भनेको थियौँ कि हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर मात्र लड्छौँ, नत्र अरूले हामीलाई लडाउने ताकतै राख्दैन। म यति भन्न चाहन्छु। प्रयास हुन्छन्, प्रयास त भइरहेका छन्। अहिले देख्नु भएको छैन सङ्गठित रूपमा यो राम्रो कि त्यो राम्रो भनेर नयाँ नयाँ नेताहरूको फोटो राख्दै छान्ने बनाइएको छ नि। यी सबै प्रयासहरू हुन् एकअर्का बीच। अनि अब तपाईँहरू त घन्टी वाहक हुनुहुन्छ, अनि तपाईँहरूलाई इरिटेट गरेपछि तपाईँले गाली गर्न थाल्नुहुन्छ, उसले नि गाली गर्छ, उसले नि गाली गर्छ, अनि नयाँ नयाँ बीच द्वन्द्व सृजना गरेपछि देख्यौ त भनेर त्यहाँबाट फुत्त निस्क्यौला भनेर मुख मिठ्याएर बसेका होलान्। तिनको मुख मिठ्याइलाई कसरी तितो हाल्नुपर्छ 84 मा हामीले देखाउनुपर्छ। त्यसका लागि संयमित हुनुपर्छ साथीहरू, संयमित।